भगवान शिवको प्रिय दिन शिवरात्रिमा बिदा दिइन्छ। बुद्धको जन्म, मृत्यु र ज्ञान प्राप्तिका दिन वैशाख पूर्णिमाका दिन बिदा दिइन्छ। पृथ्वी जयन्तीका दिन बिदा दिइन्छ, तर सीता जयन्तीको दिन राष्ट्र बिदा दिइदैन। किनकि सीता मिथिला मधेसको भूमि जनकपुर धाममा प्राकट्य भएकी थिइन्। यो नेपाल सरकारको नस्ले सोचको प्रतीक हो। मधेस र मधेसी समुदाय प्रति राज्य संरचनाको दृष्टिकोण प्रश्नको विषय बन्दै आएको छ। यसको सजीव उदाहरण हो सीता जयन्तीको दिन राष्ट्र विदा सम्बन्धी राज्यको मौनता र नैराश्यता। नेपालको विदा सम्बन्धी राज्यपत्र हेर्दा हिन्दू धर्मसँग सम्बन्धित धेरै पर्वहरूमा बिदा दिइन्छ। शिवरात्रि, रामनवमी, कृष्णाष्टमी, बुद्ध जयन्ती जस्ता पर्वहरूमा समेत सम्मानपूर्वक बिदा दिइन्छ। तर त्रेतायुगकी महान महिला पात्र महादेवी सीताको जन्मदिन सीता नवमीमा बिदा दिइँदैन। त्यसैले प्रश्न उठाइएको छ र प्रश्न उठ्ने गरेको छ, आखिर किन सीता जयन्तीमा बिदा दिइँदैन? सीता तराई मधेसमा जन्म भएकी वा प्राकट्य भएकी महादेवी भएरै उपेक्षित भएको हो कि जनकपुर धाममा जन्मेकी सीता नेपाली भूभागको ऐतिहासिक र सांस्कृतिक गर्व हुन्। भारत समेतमा उनको जन्म जयन्तीमा धुमधामले उत्सव मनाइन्छ। तर नेपालमा जहाँ उनी जन्मिन् संघीय सरकारबाट बिदा नदिनुले यो गहिरो विडम्बना देखाउँछ। यस्तो उपेक्षा केवल सांस्कृतिक होइन, राजनीतिक र सामाजिक पनि हो। सीता कुनै धर्म वा मिथिला विशेषकी मात्र महादेवी होइनन्। उनी नारी शक्तिको प्रतीक हुन्, सत्य, समर्पण र सहनशीलताको प्रतिमूर्ति हुन्। तर तराईमा जन्मेको भएरै हो त राज्यले उनलाई राष्ट्रिय महत्त्व दिन चासो नदेखाएको? यस मुद्दाले नेपालमा अझै पनि कायम रहेको शक्ति केन्द्र पहाड केन्द्रित मानसिकतालाई उजागर गर्छ। तराई मधेसको भूगोल, समाज र सांस्कृतिक मान्यतालाई सधैँ राज्यको दृष्टिकोणबाट हेर्ने नस्लेतामा आधारित दृष्टिकोण भन्ने प्रश्न हुन्छ। जनकपुर धामका साधु सन्त जनप्रतिनिधि समेतको बारम्बारको आग्रहपछि र संघीय सरकारले सीता जयन्तीमा बिदा नदिनु केवल प्रशासनिक नीतिको कुरा होइन, यो प्रतीक हो त्यो सोचको जसले मधेस र मधेसी पहिचानलाई दोस्रो दर्जाको स्थानमा राख्न खोज्छ। सीता जयन्तीका दिन बिदा दिनुपर्छ भनेर जनकपुरका साधु सन्तले प्रदर्शन गरे, ज्ञापन पत्र बुझाए। नेपाली कांग्रेसका नेता तथा नेपालका पूर्व उप प्रधानमन्त्री विमलेन्द्र निधिले बिदाका लागि सरकारसँग आग्रह गरे। पार्टीको बैठक र संसद दलको बैठकमा आवाज उठाए। प्रश्न, प्रदर्शन, ज्ञापन पत्र र आवाजहरूका कारण प्रदेश सरकारले त बिदा दिए, तर संघीय सरकारले बिदा दिन चाहेनन्, मानेनन्। अन्तर्राष्ट्रिय क्षेत्रमा भन्नुपर्दा यो सीताको देश हो, यो गौतम बुद्धको देश हो, यो सगरमाथाको देश हो भनेर चिनाउँदछौँ। भन्दैनौँ कि यो देश पृथ्वीनारायण शाहको पनि हो, तर सोच के छ भने यो देश मात्रै पृथ्वीनारायण शाहको हो। वास्तवमा निरन्तर सरकारको त्यही सोचका कारण अहिलेसम्म सबै जात जाति भेदभावमा रहँदै आएको छ। यस देशमा मधेसको भूमिमा जन्म भएका जहाँ जतिसुकै ठुला विभूतिहरू किन नहोस्, उनीहरूको नाममा बिदा दिन मिल्दैन। त्यसैले त सीता जयन्तीमा पनि बिदा दिइँदैन। यसलाई के भन्ने? यो मात्रै शक्तिसँगको विभेद होइन। शिवरात्रिको दिन राष्ट्र बिदा दिन मिल्ने, बुद्ध जयन्तीको दिन राष्ट्र बिदा दिन मिल्ने, कृष्णाष्टमीको दिन राष्ट्र बिदा दिन मिल्ने, पृथ्वी जयन्तीको दिन राष्ट्र बिदा दिन मिल्ने, तर सीताको जयन्तीका दिन राष्ट्र बिदा दिन नमिल्ने, सीता विवाह उत्सवका दिन राष्ट्र बिदा दिन नमिल्ने, यो भेदभाव होइन र यो अन्याय हो। सीतासँग, मातृशक्तिसँग र मधेसीसँगको भेदभाव पनि हो।